नमस्ते। आज म तपाईहरुलाई लिएर आएको छु बुढा नीलकण्ठ रेनबो ट्राउट रेस्टुरेन्ट, नीलो बोर्ड र सुन्दर दृश्य। आज तपाईहरुको साथमा यो दृश्य ट्राउट फार्मको एक्सप्लोर गर्न गइरहेको छु। ती मध्येमा मेरो छोराहरूले अहिले पावर टेस्ट गर्दैछ माछा खानुभन्दा अगाडि, र अनि पछाडि देख्नु सक्नुहुन्छ कतिको ताकत आउँछ भनेर। धन्यवाद। One, two, three. ल भयो खाएको अरे आरोन खाएको कसको मसल ठुलो छ देखाउ त मलाई मसल। वर्षाको याममा यो पानी झरी भन्ने त सामान्य हो। तपाईहरुले देखिरहनु भएको छ यो मुसलधारे पानी परेको बेला हामीले एउटा सानो छाप्रोमा बसेर नजिकको एउटा खोला तपाईहरुले देखिरहनु भएको यस्तो राम्रो वाटरफल यो ट्राउट फार्मको नजिकै को दृश्य हो। यो जुन चाहिँ मैले ट्राउट फार्ममा जानुभन्दा अगाडि को सानो खोलाको दृश्य देखाइरहेको छु। पानी परेको बेलामा यस्तो निबरपुरीको जङ्गलको नजिकै अहिले हामी पानी रहन साथ हामीले चाहिँ अब ट्राउट फार्मतिर लागिरहेको छौँ। यो एउटा तपाईहरुले देखिरहनु भएको छ यो दृश्य। यहाँ चाहिँ ट्राउट माछा समातेर यो ठाउँमा राखिएको रहेछ। माछा चिप्लेर तल टिप्नु पुगिन्छ हौ एकैचोटि। अब नानीहरू को साथमा तपाईहरुलाई देखाउन गइरहेको छु सानो पोखरीमा चाहिँ माछा ट्राउट माछा र यहाँको माछा कसरी समात्नु पर्छ भनेर चाहिँ देखाउन गइरहेको छु। हेर्नु होला। ल आउने तल माछा ट्राउट माछाको पोखरीमा आऊ माथि समात्न पस्ने अरे पस्ने
बस्नु ठुलो ठुलो मछलिया माथि माथि मछलियाको ढोडी लौ समात भाइ समात अहिले हालै भएको वर्षा र यो अलि धमिलो पानीले माछा राम्ररी देख्न सकिएको छैन। अब केही छिन पछाडि म तपाईहरूलाई माछा जालबाट निकालेर देखाउने छु, हेर्दै जानु होला। अहिले हाम्रो माछा पक्रिने क्रम जारी छ। तपाईहरुले देखिरहनु भएको छ, नानीहरूले माछा पक्रनको लागि इन्जोय गरिरहेको छ। यो दृश्यमा तपाईहरुले देख्न सक्नुहुन्छ। माछा पक्रिने मान्छे माथि आउँदैछ। माछा खाने मान्छे ठक्ठक ठुक्न माछा खाने। छिटो आऊ छिटो माछा पक्रिनु यताबाट। माछा समाउँदै समाउँदै छिटो छिटो माछा समाउँदैछ। छिटो गर। माछा पक्रिने क्रममा पोखरीको माछा पनि समात्नलाई त्यति सजिलो चाहिँ छैन। नानीहरूले कोसिस गरिरहेको छ। तपाईहरुले देखिनु सक्नुहुन्छ, अहिले हामीलाई रेस्टुरेन्टको स्टाफले माछा पक्रेर चाहिँ यसरी बाहिर निकालिरहनु भएको छ, जुन चाहिँ यो ट्राउट माछा। यो दृश्यमा तपाईहरुले देख्न सक्नुहुन्छ। माछा समाउन सक्दैन तिमीहरू? यस्तो गर्नुपर्छ। डर लाग्छ। ल यसरी हो औला छिराड बाबु। माछा को समाउने? अपिल माछा समाउने न। ल माछा कान्छ कताको कान्छ? ल नखाउने सचिन। ल ल कान्छ समात भाग्छ। अम्ला छिराउने। ल अहिले हामीले चाहिँ माछा समात्दैछौँ र यो चाहिँ माछा समातेर चाहिँ जोख्ने क्रम र यो कति बनाउने, के खाने परिकारहरू के बन्छ भन्ने कुराहरू मेनु अनुसार हामीले समातेको माछा खानको लागि र प्रिपरेसनको लागि चाहिँ तयार गर्दैछौँ। नानीहरूले एकदम भरपुर इन्जोय गरेको थियो, जुन चाहिँ यो दृश्यमा तपाईले देख्न सक्नुहुन्छ। साथै हामीले अहिले अब गएर मेनु अनुसार माछा अर्डर गरेर माछाको स्वादिष्ट भोजन लिनेछौँ। माछा खाने मान्छेहरू यस्तै छ, माछा खाउँदैन। अब अपिल होल्ड इट यसो गर्नु फिङ्गर। सजिन नसमाउने।
अर्डर गरेको ल माछा पक्रेर माछा यो चाहिँ अब ल अर्डर यो चाहिँ होस् माछा खान्छ माछा अहिलेको किन पानी तपाईहरूले देखिरहनु भएको छ यो हामीले भर्खरै फ्रेस ट्राउट माछा पोखरीबाट निकालेर विभिन्न परिकार फ्राईदेखि लिएर स्टिम स्पेसल माछाको स्वादिष्ट भोजन र इट वाज अ डिलिसियस माछाको टेस्ट लिएर हामी भरपुर सन्तुष्ट भएको छौँ र यो दृश्य तपाईँहरूले देख्नुभएको छ हामीले चाहिँ एकदमै इन्जोय गरेको थियौँ र इट वाज डिलिसियस फुड ह्याभिङ विथ द्याट प्लेस यदि तपाईँहरू पनि यो ठाउँमा जान र यस्ता स्वादिष्ट परिकारहरू चाहनुहुन्छ भने यो माथिको एड्रेसमा जान सक्नुहुनेछ ल दुईजना यो मेरो भ्लग हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद सी यू नेक्स्ट भ्लग